लागौं। सप्तरीमा छठ पर्वको तयारी तीव्र भइरहेको छ। जिल्लाको राजविराज, भारदह, कोइलाडी, कञ्चनपुर, बरमजिया, रूपनी, कठौना, कल्याणपुर, पातो, बोदे बसाइन सहित जिल्लाभरिका पोखरी तथा खोला नदीमा छठ पर्व मनाउन सजावटको काम तीव्र रूपमा भइरहेको छ। छठको मुख्य दिन नदी तथा जलाशयहरूमा आयोजना गर्ने भएकाले व्रतालुहरू आआफ्नो घाटलाई दुलही जस्तै सिंगार्न व्यस्त छन्। घर छे, जगह जमीन नहीं छे, जना तना क्या गुजर काटे छे, बाल बच्चा के 5-7टा बाल बच्चा छे, आना क्या समस्या झेल रहल छिए। नेता सब देखे छिए, गाम नेता सब से सरकार नौकरी चाकरी दे छे, हमरो गरीब दुखिया नौकरी चाकरी नहीं दे रहल छे। जो हम लोग युवा सब लागल छे छठ पर्व के लागी सब सर सफाई भए रहल छे, भए गेल छे, लेके चाल छे, लाइन टाइन सब जोड़ लिए, रोड तोड साफ कर लिए। इतना कोनो काम नहीं कर रहल छे युवा नेता सब सबटा स्थानीय सरकार सब तेना छे। देखू पोखर सब तो छे हमर के घर के नजदीके में, लेकिन बहुत फर छे, झाड़ी पाती बेसी छे, ने सर सफाई भए रहल छे, ने घाट छे। हमरो के दिक्कत छे, या धार आवे पड़ी छे एते दूर से। जलाशयहरूमा निर्माण गरिने घाटबाट अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाउने परम्परा रहेको छ। राजविराजका युवाहरूले स्थानीय भगवती र खरसाल टोलका पोखरी छठ व्रतालुका लागि सरसफाई गरेका छन्। हामीहरू सबै युवाहरू मिलेर यो पालि छठ पर्व राम्रो तरिकाले र भव्य तरिकाले मनाउने छौं। आज हामी आफ्नो पोखरी नजिक उपस्थित छौं र यहाँ आज सबै युवाहरू मिलेर यहाँ घाट बनाउने कार्यक्रम पनि राखेको छौं। छठ पर्वलाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाइएको छ। हामीले चाडपर्व लक्षित विभिन्न हाम्रा नेपाल प्रहरीका विभिन्न योजनाहरू पनि छन् र सप्तरी जिल्ला प्रहरीका पनि चाडपर्व लक्षित हामीले सुरक्षा योजनाहरूलाई विभिन्न हिसाबले परीक्षण गर्ने र त्यसको टेस्टिफाई गर्ने र त्यसलाई फिल्डमा डिप्लोयमेन्ट गर्ने कामहरू भइरहेको छ। उता सप्तरीको भारदह स्थित कोशी ब्यारेजमा छठ पर्वको तयारी तीव्र रूपमा भइरहेको छ। कोशीमा सप्तरी सहित सुनसरी तथा भारतको बिहारबाट व्रतालुहरू छठ मनाउन आउने गर्दछन्। यस वर्ष पनि कोशी ब्यारेजमा नेपाल तथा भारतका झण्डै 20,000 भन्दा बढी व्रतालुहरू आउने अनुमान आयोजकले गरेको छ। अहिले सप्तरीमा छठ पर्वको तयारी के छ पछिल्लो समयमा? आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर सूर्यको पूजा उपासना गरिँदैछ। आज छठ पर्वको मुख्य दिन र यसको तयारी के छ, यस विषयमा जानकारी दिन अब हामी सप्तरीतर्फ जोडिन्छौं। सप्तरीबाट हाम्रा खबरदाता वैद्यनाथ यादव अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ। वैद्यनाथ, अहिले के भइरहेको छ तयारी छठ पर्वको? सरोज, निश्चय पनि यो महान पर्व जो पर्यावरण प्रेमी व्रत मनाइन्छ, सामूहिकता र समानताको रूपमा यो पर्व मनाइन्छ, जसका लागि आज तेस्रो दिन हो। पहिलो दिन न्यायखाईबाट सुरु भएको यो व्रत कार्तिक चतुर्थी तिथिबाट सुरु हुन्छ र सप्तमी तिथिमा गएर समाप्त हुन्छ। त्यसको लागि सप्तरीको खास गर्ने भने यहाँका निजी पोखरीहरू, त्यसै गरी नदीहरू, तलाउहरू झक्कीझकाउ पारिएका छन्। सप्तरीको 18वटा स्थानीय तहमा रहेका नदीहरू, पोखरीहरूलाई स्थानीय सरकार, त्यसै गरी विभिन्न स्थानीय युवा क्लबहरूले सिंगारियोको अवस्था छ। सप्तरीको कोशी ब्यारेज, जहाँ नेपाल भारतका भक्तजनहरू कोशीमा छठ मनाउन आउने गर्छन्, त्यसैगरी सप्तरीकै भारदहमा रहेको कंकालिनी मन्दिर छेउको तलाउ, त्यसै गरी हनुमान नगरमा रहेको पोखरी, त्यसै गरी पुनोली बजार स्थित, त्यसै गरी डलवा लगायतका सप्तरीका चाहिँ पातो, वर्षाइन, कञ्चनपुर, फतेहपुर को वर्षाइन, बोधे वर्षाइन, पातो लगायतका जति पनि स्थानहरू छन् सप्तरीका, यो 18वटा स्थानीय तहमा मात्र नभई यो मध्य प्रदेशको 8वटै जिल्लामा
विशेष गरेर यो पर्व मनाइरहेका छन्। हुन त यो पर्व खास गरेर भारतको बिहार, यूपी, झारखण्ड र मध्य प्रदेशका जिल्लामा विशेष त मनाइन्छ, तर केही वर्ष यता यो पर्व भित्री मधेस र मध्य पहाडीमा पनि मनाउने गर्दै आएको छ। र यो पर्वको विशेषताको कुरा गर्ने हो भने सरोज, खास गरेर यो व्रतको चाहिँ आफ्नैको विशेषता रहेको छ। तराई मधेसमा मात्र होइन, यो अब आम जनको लागि यो पर्व भइसकेको छ। हरेक समुदायले यो पर्व मनाइरहेका छन् र यो पर्व निष्ठाको पर्वको रूपमा लिन्छ, जहाँ शुद्धताको चाहिँ प्रतीकको रूपमा मानिन्छन्। यो पर्व गर्न साथ परिवारमा सुख शान्ति को चाहिँ कामनाको लागि, सन्तान प्राप्तिको लागि र समग्र रूपमा यो पर्यावरणको पूजा गरिन्छन्। किनभने आजदेखि नै यहाँका यो पर्वमा खास गरेर खेतमा उब्जिएका चाहिँ अन्न बाली लगाएका फलफुलहरूलाई चाहिँ पूजाको रूपमा ल्याइन्छ र आज चाहिँ बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ। हुन त 48 घण्टासम्म यो निराहार बसेर यो व्रत गरिन्छन्। यो व्रतमा शुद्धतालाई अलिकति बढी केयरफुली सावधानीका साथ लिने गरिन्छन्। हिजो मात्रै खरना सम्पन्न भएको छ। यहाँ के मधेस, के पहाड, के दलित, के नन दलित सबै समुदायको लागि आम बनेको छ यो पर्व, किनभने यो आस्थाको पर्व हो। हरेक नेपालीले यो पर्वलाई अपनाएका देखिन्छन् र मधेसका 8वटै जिल्ला, मध्य प्रदेशका खास गरेर राजधानी जनकपुरको चाहिँ यो गंगा सागर भयो, त्यसै गरी बारा जिल्लाको गढीमाई स्थित गढीमाईको पोखरीमा, वीरगञ्जको गढी अरबा पोखरीमा, त्यसै गरी सर्लाहीको मलङ्गवा, त्यसै गरी रौतहटको गौड, त्यसै गरी सिराहाको सदरमा सिराहा लाहान, सप्तरीको राजविराज स्थित चण्डी दास पोखरी लगायत अन्य पोखरीहरूमा यहाँका युवाहरूले चाहिँ पोखरी सरसफाई गरेका छन्। र पछिल्लो समय जुन यो जेनजी आन्दोलन पश्चात हरेक जिल्लामा युवाहरू, नयाँ पुस्ताहरू चाहिँ यो समाज परिवर्तनका सम्भागको रूपमा अगाडि सरेका छन् र उनीहरूले चाहिँ चाडपर्वलाई संरक्षणमा जुटेका छन्। उनीहरूले चाहिँ हरेक आफ्नो ठाउँमा रहेको तलाउ, नदी, पोखरीमा सरसफाई गरेका छन् र सरसफाईलाई अगाडि बढाउँदै यो पर्वलाई महान जुन यो कार्यको रूपमा लिएका छन् र मधेसका हरेक जिल्लामा मात्रै होइन, छिमेकी राष्ट्र भारतको नेतादेखि लिएर आम जन चाहिँ सक्रिय छन् यो पर्व मनाउन। वैद्यनाथ, जस्तो भारतबाट पनि भक्तालुहरू कोशी ब्यारेज लगायतका क्षेत्रमा आएर यो छठ पर्व मनाउने गरेको पाइन्छ। यसपटक पनि आउने बताइएको छ भारतबाट श्रद्धालु भक्तजनहरू। यसको लागि विशेष व्यवस्था या तयारी अथवा सुरक्षा व्यवस्था लगायतका कुराहरू कसरी व्यवस्था गरिएको छ? होइन, मैले चाहिँ सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीलाई यो चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ भने सोधेका थिए। उहाँले के भन्नुभएका छ भने हामीले ठुलो संख्यामा चाहिँ सप्तरीका हरेक पालिकामा 18वटा स्थानीय तहमा र खास गरेर जुन जुन ठाउँमा बढी रूपमा भक्तजनहरू आउने गर्छ, जस्तै कोशी ब्यारेज जहाँ नेपाल भारतको विभिन्न स्थानबाट ठुलो संख्यामा भक्तजनहरू आउने गर्छ, त्यहाँ चाहिँ सुनसरीतर्फ सुनसरी र सप्तरीतर्फ सप्तरी प्रहरीले एकअर्कासँग कोर्डिनेसन गरेर हामीले चाहिँ त्यहाँ चाहिँ कुनै अप्रिय घटना नहोस् दिनको लागि चाहिँ ठुलो सुरक्षाकर्मी परिचालन गरेका छ। नदीमा चाहिँ ढुङ्गाको व्यवस्था गरिएको छ। हुन त गत विगतका भन्दा यस वर्ष चाहिँ भारतबाट आउने श्रद्धालु भक्तहरूको संख्या घटेको बताइएको छ स्थानीय प्रशासनले सरोज। यद्यपि त्यहाँ चाहिँ भारत हनुमाननगर कालनीको वीरपुर, फारबिसगञ्ज, बतनाहा, पूर्णिया लगायतका यो राघोपुर, वीरपुर लगायतका स्थानबाट ठुलो संख्यामा भक्तजनहरू आउने गर्छन्, किनभने यो आस्थाको पर्व हो। र खास गरेर यो बगेको पानी अर्थात् कोशी नदीमा चाहिँ छठ पर्व मनाउनाले चाहिँ त्यसको अर्कै महत्त्व हुन्छ, अर्कै किसिमको आनन्द आउँछ भने आम जनको बुझाइरहेको छ। र यो छठी मैयाको व्रत जसलाई उषा देवी पनि भनिन्छन् र उषा माता, मैया र सूर्य भगवान दुटैको पूजा गर्नका लागि अब 4 दिनदेखि यहाँका भक्तजन भक्तदालुहरूले चाहिँ सक्रिय रहेका छन्।
तत्पर देखिन्छन् र यो पर्वलाई उल्लासको रूपमा लिएका छन् र सबैले चाहिँ के पनि भनेका छन् भने जसरी देशमा चाहिँ हाम्रो देशमा अमन चैनको कामना गरेका छन्, शान्तिको कामना गरेका छन्। मैले हिजो मात्रै खर्नामा बसेका केही व्रतालुहरूले सोधेका थिए, उहाँहरूले शान्तिको कामना गरेका छन् र हाम्रो देशमा एउटा उन्नति प्रगति होस्। जुन अप्रिय घटना भदौ 23 र 24 गते भयो, अब पुनः नदोहोरिउन्, हाम्रो देश चाहिँ उन्नति र प्रगतिको मार्गमा अघि बढोस् भनेर कामना पनि गर्ने यहाँ प्रशस्त श्रद्धालु भक्तजनहरू पाए। सरोज, धन्यवाद बैजनाथ, जानकारीको लागि धन्यवाद। यति बेला हामी सप्तरीबाट प्रत्यक्ष जानकारी लिँदै थियौं। त्यहाँ आज छठ पर्व मनाउने तयारी